हेलो साथीहरू, नमस्ते। स्वागत छ यहाँहरूलाई मेरो आजको नयाँ भिडियोमा। म चाहिँ लामो समयपछि आज अर्को नयाँ भिडियो लिएर आएको छु साथीहरू। म बिरामी भएको कारणले मैले भिडियोहरू ल्याउन सकिरहेको थिइनँ साथीहरू। आज चाहिँ भने मैले नयाँ भिडियो ल्याएर आएको छु साथीहरू। र मेरो भिडियो हेरेर सबैजनाले लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। सबैजनाले माया पनि गरिदिनु होला। ल साथीहरू, आज चाहिँ भने म मेरो माइती घर जाँदैछु साथीहरू। म तपाईहरुलाई उतै पुगेपछि अब भेट्छु साथीहरू। म घरबाट हिँडेको साथीहरू। अब कति घरमा बस्ने है, त्यही भएर आज चाहिँ भने म डुल्न जाँदैछु साथीहरू। म अब तपाईहरुलाई वहाँ पुगेपछि भेट्छु है त साथीहरू। ल साथीहरू, यो चाहिँ भनेको यो बाटो भन्नुहुन्छ भने मेरो माइती घर जाने बाटो। म चाहिँ अब यहाँदेखि यो बाटो मेरो माइती घर पुग्छु। त्यसपछि म मेरो माइती घर पनि तपाईहरुलाई देखाउँछु। कति बिरामी भएर मैले कति भिडियोहरू नै ल्याउन सकिनँ कि अब ल्याउँछु भनेको कस्तो मलाई त जाँगरै नचलेर साथीहरू यस्तो छ। यो सिधै बाटोबाट तलबाट मास्तिर छड्किनुपर्छ होइन। त्यही बाटो चाहिँ जाने हो भने म चाहिँ साथीहरू यो बाटोदेखि यस्तो हुँदै सर्टकट बाटो खेतको बाटो जान्छु साथीहरू। म उताबाट मलाई घुम्न समय लाग्छ क्या साथीहरू। अनि टिफिन खाने बेला पनि भएछ। मान्छेहरू जाँदै हुनुहुन्छ। साथीहरू आइसक्यो। गर्मी आमा कोही रहेनछन् यो घरमा, सबै सुतेको रहेछन्, कोही छैनन्, सुनसान छ। म सुतेको चाहिँ देखाउँदिनँ कि साथीहरू, तपाईँलाई घर चाहिँ देखाइदिन्छु ल। त्यो घर चाहिँ मेरो माइला भाइको घर। यो मेरो जेठा दाजुको घर। त्यहाँ बाइक छ उसको। अनि भन्नुहुन्छ भने साथीहरू, यो चाहिँ मेरो बुवा आमा कान्छा भाइ बस्ने घर। साथीहरू, म अब है माइतीबाट घर जाँदैछु। रात पनि पर्यो। मैले मेरो छोरी माइती घरमै गाडीबाट ओह्रालेँ। अनि त्यसपछि म माइती घरमा एकछिन बसेर गफसफ गरेँ। त्यसपछि एकछिन भन्दा पनि धेरै बेर भयो साथीहरू होइन। अनि अहिले चाहिँ घर जाँदैछु म। अब के भन्ने, अब भोलि फेरि अर्को नयाँ भिडियो लिएर आउँछु साथीहरू। बाई। मेरो भिडियो हेरेर मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मलाई आशा छ मेरो भिडियो अन्तिमसम्म हेरिदिइसक्नु भएको छ। त्यसैले जाँदा जाँदै फेरि पनि भन्न चाहन्छु, मेरो भिडियो हेरेर लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। बाई साथीहरू।